अछाम विनायक आस्थाले बाँचेको हजारौँ वर्ष पुरानो कथा। सुदूरपश्चिम अछाम जिल्लाको पवित्र भूमि अवस्थित विनायक गुणस्थान केवल एउटा मन्दिर मात्र होइन, यो अछामीहरूको आस्था, इतिहास र संस्कृतिको जिउँदो साक्षी हो। कथन अनुसार प्राचीन समय अछाम क्षेत्र घना जङ्गलले ढाकिएको थियो। त्यही जङ्गलको बीचमा एक अद्भुत ढुङ्गाको मूर्ति प्रकट भयो। हात्तीमुख, ठुलो पेट र करण दृष्टि भएको स्थानीय ऋषि महर्षिले ध्यान गर्दा त्यो भगवान गणेश विनायकको अवतार भएको अनुभूति गरे। त्यसै दिनदेखि यस स्थानलाई विनायक नाम दिइयो। आज पनि विवाह, व्रतबन्ध, नयाँ काम, परीक्षा, यात्रा अघि अछामीहरू विनायक दर्शन गर्न जान्छन्। हरेक वर्ष विशेष पर्वमा टाढा टाढाबाट भक्तहरू यहाँ आइपुग्छन्। अछाम विनायक केवल मूर्ति मात्र होइन, यो आस्था हो, इतिहास हो र पुस्तैदेखि बग्दै आएको विश्वासको धरोहर हो।